नेपाली काङ्ग्रेसको 14औं महाधिवेशनमा जुन समूहबाट गगन थापा महामन्त्रीको उम्मेद्वार बनेका थिए, सो समूहबाट सभापतिको उम्मेद्वार थिए डाक्टर शेखर कोइराला। त्यति मात्र होइन, संसदीय दलको नेता चयनको समयमा पनि शेखर र गगन सँगसँगै थिए। तर पछिल्लो 9 महिना यता उनीहरू दुई नेताबीच औपचारिक भेटघाट समेत भएको छैन। काङ्ग्रेसभित्र केसम्म चर्चा चल्ने गरेको छ भने अहिले शेखर र गगनबीच पानी बाराबारको सम्बन्ध छ। पानी बाराबार वा बोली बाराबार नै नभए पनि शेखर र गगनबीचको दूरी निकै पर पुगिसकेको भन्ने यथार्थ हो। कृष्णप्रसाद सिटौलाको समूह छोडेर शेखरलाई सभापति मान्न तयार भएका गगन र आफू पछि हटेर गगनलाई संसदीय दलको नेताका लागि उम्मेद्वार बनाउन तयार भएका शेखरबीच आखिर किन बढ्यो यति दूरी? गगन शेखरबीच पार्टी बैठकमा भेट हुँदा गर्ने हाइयल्लो बाहेक थप कुराकानी र हार्दिकताको सङ्केत समेत नदेखिने गरी सम्बन्धमा दरार आउनुका पछाडि अनेक कारण छन्। अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट क्रमशः सभापति र महामन्त्रीका उम्मेद्वार बनेका शेखर गगनबीच खटपट सुरु भएको गत संसदीय दलको नेताको चुनावबाट हो। 2081 असार 31 यता भने उनीहरूबीच झण्डै पानी बाराबारकै अवस्था आइपुगेको दुवैतर्फका नेताहरू बताउँछन्। असार 17 गते काङ्ग्रेस एमाले गठबन्धन बन्ने सहमति भयो। 30 गते एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए। दुई दलको सहमति अनुसार मन्त्री छनौटको कसरत जारी थियो। मन्त्री छनौटको विषयमा शेखर गगनबीच विवाद बढ्यो। ओली नेतृत्वको सरकारमा काङ्ग्रेसले एक राज्यमन्त्रीसहित 11 मन्त्रालय पाउने सहमति थियो। सोही अनुसार शेखर गगन समूहले 4 मन्त्रालय पाउनुपर्ने अडान राख्यो, तर सभापति देउबाले 8 मन्त्रीको नाम टुङ्ग्याए। शेखर गगन छलफलमा बसिरहँदा उनीहरू बीच पनि आफू निकट कसलाई मन्त्री बनाउने भनेर खिचातानी चल्यो। असार 31 गते प्रधानमन्त्रीको शपथ हुने र मन्त्रीहरू पनि त्यहाँ उपस्थित हुने भनिएपछि काङ्ग्रेसमा मन्त्री छनौटको दबाव झन बढिरहेको थियो। बाँकी मन्त्री छनौटमा शेखर गगनबीच भाग लगाउनु पर्ने अवस्था आयो। उनीहरूको समूहबाट प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारी मन्त्री बने। त्यसबखत शेखर एक्लैले 4 मन्त्री मागेका थिए, पाए 2वटा। बद्री र रामनाथ उनको सिफारिसमा मन्त्री बन्दा गगनको कोटामा प्रदीप मात्र भए। यसले दूरी झनै बढायो। असार 31बाट सम्बन्धमा थप दूरी बढाएका शेखर गगनबीच त्यस यता एक्लै एक्लै छलफल भएको छैन। अन्तिम पटक 2081 चैत 10 गते शेखरले गगनलाई आफ्नो सचिवालय बालुवाटारमा छलफलका लागि बोलाएका थिए, तर गगन गएनन्। शेखर पक्षका एक नेता भन्छन्, चैत 10 गते लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशन विवाद र सर्लाही काङ्ग्रेसको विवादबारे छलफल बालुवाटारमा बोलाइएको थियो, तर काठमाडौँमै हुनुभएका महामन्त्री आउनु भएन। त्यसअघि शेखरले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरूसँग छलफल गर्न माघ 28 गते पनि बैठक राखेका थिए। उक्त बैठकमा पनि गगन गएनन्। गगन निकट नेताले पहिल्यै काठमाडौँ बाहिरको कार्यक्रममा गएकाले बालुवाटार बैठकमा सहभागी नभएको बताए। उक्त दिन शेखरले पदाधिकारी र पूर्व प्रहरी प्रमुखसँग प्रहरी विधेयकबारे छलफल गरेका थिए। दुई नेताबीच दूरी बढे पनि सकेसम्म दुवै नेताले त्यसलाई लुकाउन खोजिरहेका थिए। शेखरले गगन आफूसँगै रहेको बताइरहेका थिए भने गगनले पनि शेखर र आफ्नो समूह एउटै भएको बताउने गरेका थिए। उनीहरूबीच हार्दिकता नभएको चर्चा बीच 2081 माघ 23 गते पोखरामा भएको पार्टीको प्रशिक्षण कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूको घेरामा परे गगन थापा। उनले 15औं महाधिवेशनसम्म आफू शेखरकै गुटमा रहेको बताए, तर महामन्त्रीको रूपमा भने आफूले सबैको हुने कोसिस गरिरहेको प्रतिक्रिया दिए। महामन्त्रीको रूपमा मैले सबैको हुने कोसिस गर्नुपर्छ। जब समूहको कुरा आउँछ, 15औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ। म चाहिँ त्यही भन्छु। म जहाँ छु, शेखर कोइराला डाक्टर साहब पनि हुनुहुन्छ भन्ठान्छु। रहने कि नरहने भन्ने कुरा आफ्नो व्यक्तिगत छनौटको कुरा भयो, उनले भनेका थिए। गगनको यस भनाइले पनि दुई नेता एक ठाउँमा नभएको सङ्केत गर्छ। उनले शेखर कोइरालालाई आफूले आज पनि नेता मानेको र भोलि पनि मानिरहने बताए। गगनको थप तर्क थियो, शेखर आज पनि नेता हुनुहुन्छ, भोलि पनि रहनुहुन्छ। पार्टीभित्र उहाँको नेतृत्वमा 14औं महाधिवेशनमा म प्रतिस्पर्धा गरेको हुँ। बाहिर यसो भनिरहे पनि उनीहरूबीच मनमुटाव भने चर्को भइसकेको थियो। कतिसम्म भने शेखर समूहका नेताहरूले त गगन सभापति शेरबहादुर देउबा समूहमा प्रवेश गरेको आरोप समेत लगाउने गरेका थिए। देउबा र गगनबीच निकटता बढ्दै जाँदा धेरैले यस्तो आकलन समेत गरेका थिए। 14औं महाधिवेशनमा सभापति शेरबहादुर देउबा समूह विरुद्ध लड्न शेखर गगन एउटै ठाउँमा उभिएका थिए। शेखर सभापतिको उम्मेद्वार भयो भने गगन महामन्त्रीको। एकै समूहबाट उम्मेदवारी दिएका शेखर दोस्रो चरणमा शेरबहादुर देउबासँग पराजित हुन पुगे। गगन पहिलो चरणमै उल्लेख्य मत ल्याएर महामन्त्रीमा निर्वाचित भए। चुनाव हारेपछि पनि शेखर महाधिवेशन अघिकै जसरी जिल्ला दौडाहालाई तीव्रता दिइरहेका छन् भने पछिल्लो समय जिल्ला जिल्लामा पुग्न गगनलाई पनि भ्याइ नभएछ। शेखरले सार्वजनिक रूपमै 15औं महाधिवेशनमा सभापतिको उम्मेद्वार भनेर घोषणा गरेर लागिरहेका छन्। गगन बाहिर अभिव्यक्ति नदिए पनि जिल्ला तहका नेता कार्यकर्ताहरूको सुझाव लिइरहेका छन्। गगन निकट अर्का एक नेता अब दुई नेता एक ठाउँमा हुने सम्भावना नभएको दावी गर्छन्।
उहाँहरू अब एक भएर फरक पदमा चुनाव लड्ने सम्भावना देखिएन। उनले भने अब दुवैजना एकै पद, त्यो पनि सभापतिमै भिड्ने गरी तयारी गरेको देखिन्छ। शेखर र गगन दुवै नेताका निकटहरूका अनुसार अब उनीहरू एउटै समूहमा रहने सम्भावना छैन, किनभने शेखर आगामी महाधिवेशनमा पुनः एकपटक सभापतिको उम्मेद्वार बन्न चाहन्छन्। महामन्त्री गगन पनि सभापति पदको उम्मेद्वार बन्ने गरी नै अघि बढिसकेका छन्। उनी पनि पछि फर्किने अवस्था छैन। त्यसैले 14औं महाधिवेशनमा एक ठाउँमा उभिएका शेखर गगन 15औं महाधिवेशन केन्द्रित भएसँगै अलग्गिएका छन्। राजनीतिक विश्लेषक जैनेन्द्र जीवन शेखर गगन देउबा विरुद्ध उत्रिनु परेको अवस्थामा एक ठाउँमा भएको तर अहिले दुवै प्रतिस्पर्धामा उत्रिने अवस्थामा पुगेको बताउँछन्। उनले भने पहिले देउबा विरुद्ध जाने समीकरण बन्यो, उनीहरूको विचार र योजना मिल्यो, त्यही अनुसार गए। देउबा फेरि चुनाव लड्न नपाउने कानुनी प्रावधानपछि उनीहरू आफै प्रतिस्पर्धी बन्न पुगे। उनले पार्टीमा अहिले पनि सभापति देउबाकै पल्ला भारी रहेको दावी गर्दै शेखर गगन दुवै देउबाको साथ लिने दाउमा भएको बताए। पार्टीमा देउबाले कसलाई साथ दिन्छन् भन्ने चासो छ। अहिले गगन देउबासँग नजिक छन् भनिएको छ। शेखर पनि उनीसँग नजिक हुने सम्भावना उत्तिकै छ। उनले भने तर मेरो समर्थन यही भनेर देउबाले मुख खोल्नु भएको छैन। मुख खोलेपछि थप प्रष्ट भइहाल्ला।